बुढी आमाले सधैँ डोकोभरि घाँस बोकेर ल्याउनुहुन्थ्यो किनभने उहाँको धेरै बाख्राहरू थियो। त्यसमध्येको एउटा सानो सेतो बाख्रा थियो जसको घाँटीमा घन्टी बाँधिएको थियो। ऊ सधैँ आमाको अघि पछि हिँड्ने गर्थ्यो। आमा बाख्रालाई धेरै माया गर्नुहुन्थ्यो र सधैँ डोकोभरि ताजा ताजा घाँस ल्याएर खुवाउने गर्नुहुन्थ्यो। सधैँ चाहिँ आमा र सानो बाख्रा घाँस लिनलाई जङ्गलतिर जानुहुँदै थियो। आमा घाँस सार्नलाई एउटा रुखमा चढ्नुहुन्छ। आमा खुसी हुनुहुन्थ्यो किनभने उहाँले मिठो मिठो घाँसहरू झार्नलाई सफल हुनु भएको थियो। त्यत्तिकैमा उहाँको नजर आफूसँगै आएको सानो बाख्रातिर जान्छ। तर वरिपरि त्यो सानो बाख्रा थिएन। उसको घन्टीको आवाज पनि सुनिएको थिएन। आमा हतार हतार तल झर्नुहुन्छ र त्यो बाख्रालाई बोलाउँदै जानुहुन्छ। टाढा टाढासम्म पनि त्यो बाख्राको नाम निशानै थिएन। जङ्गलका चराचुरुङ्गी र किरा फट्याङ्ग्राको बाहेक अरू कसैको आवाजै सुनिएको थिएन। आमा निराश हुँदै घाँसहरू बटुलेर घरतर्फ लाग्नुहुन्छ। के अब आमाको प्यारो बाख्रा भेटिएला त? हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला है त।